भाँडाकुँडाहरू छ है गाइस। यहाँ यी कोरियामा चाहिँ नेपालमा चाहिँ हामी भाँडाकुँडा पुरानो थोत्रो भयो भने कबाडीलाई दिन्छौँ अथवा फाल्छौँ। यहाँ चाहिँ सेकेन्ड ह्यान्डको भाँडाहरू पनि युज हुन्छ है गाइस। हेलो गाइस, दर्शन नमस्ते। आजबाट मेरो युट्युब च्यानलमा होइन भण्डारी अर्जुन ब्लगमा नयाँ भिडियोहरू आउँदैछ। आजबाट मेरो सुरुवात हो भ्लगको। हामी चाहिँ आज बजार जाँदैछौँ होइन, त्यही भएर आज बजार जानु लागेको भिडियो टक्क बनाएर हाल्दैछौँ। साथ सपोर्ट गरिदिनु होला है गाइस। ट्याक्सी आइसक्यो होइन। ल हामी चाहिँ आज कोरियाको बजार फुटपाथ बजारमा आएको छौँ होइन। कोरियाको फुटपाथ बजार कस्तो हुन्छ भनेर देखाउँछु तपाईँलाई। हामी चाहिँ बजार एरियाभित्र आइसक्यौँ कोरियाको फुटपाथ बजारमा। ल हेर्नुहोस् है, अझै तरकारीहरू छ, टक्कै यता मासुहरू छ। त्यहाँ बङ्गुरको चुल्हा हेर्नुहोस् है, बङ्गुरको चुल्हा, गोरुको मासुहरू, बङ्गुरको मासुहरू। भन्दा चाहिँ यता फलफुल छ होइन, लाएर यस्तो हुन्छ है कोरियाको फुटपाथ बजार चाहिँ। रत्नबारको बाटो जस्तै बाटोतिर जस्तै हाम्रो असनतिरको जस्तै पसलहरू छ यहाँ, कपडा पसलहरू होइन। टक्क यता यो मासु पसल, कुखुराको मासु काट्दैछ है। यहाँ चाहिँ सिँगै कुखुराहरू राखेको छ है, टक्क लाएर फ्राई गरेर। भाँडा पसल, कपडा पसलहरू छ। नर्मली कोरियाको खानेकुराहरूको बजार चाहिँ यस्तो हुन्छ है। तरकारीहरू यसरी राखेको हुन्छ पुरै आटामा होइन, आनन्दसँग। यसो हेर्दा एकै नासको देखिन्छ बजारहरू होइन। टक्क कपडाहरू पनि सबै चिज पाइन्छ जोस् यहाँ। हाम्रो नेपालमा असनमा गयो भने सबै चिज पाइन्छ भन्छौँ हामी प्राय। त्यस्तै असन जस्तै हो क्या यहाँ। यो बजारमा आएपछि चाहिँ खोजेको चिज नपाएर फर्किनु पर्दैन, सबै कुरा पाइन्छ। यहाँ फलफुलहरू या स्ट्रबेरीहरू टन्न राखेको छ बाटोमा होइन। यो चाहिँ हेर्ने मात्रै हो है गाइस, किन्न सकिन्न, महँगो छ, साह्रै महँगो छ। यहाँ सिरानीहरू रहेछ, कपडाहरू, सिरकहरू टक्क होइन। जुत्ताहरू छ है गाइस, कोरियाको जुत्ता चप्पलहरू। अझै सी फुडहरू रहेछ गाइस, माछाहरू, यो घुङ्गी, शङ्खे किराहरू के छ है गाइस। सी फुडहरू एकदम कोरियनहरूलाई धेरै मनपर्छ। यो हामी चाहिँ खान सक्दैनौँ, टेस्ट मिठो नभएर। माछाहरू प्रायः अजिङ्गरहरू केहरू रहेछ। घुङ्गी सुङ्गी शङ्खे किरा सबै पाइन्छ है। यस्तो छ है गाइस शङ्खे किराहरू। करेला यो दुईटाको नेपाली 700। यो त सस्तै रहेछ, एउटाको 700 पर्छ होइन, महँगो छ है। यो फलफुल छ, चाहिँ हेर्ने मात्रै हो। यहाँ मासु काटिरहेछन् अङ्कलले, कोरियन अङ्कलले मासु काटिरहेछन् होइन। यो चाहिँ फुडमार्ट हो, फुडमार्ट सबै कुराहरू पाइन्छ। यो चाहिँ गेडागुडी चामलहरू, यो पैसा हुनुपर्छ, नपाउने केही छैन यहाँ। चामल गेडागुडी सब पाइन्छ होइन। यहाँ चाहिँ जडीबुटीको
औषधिहरूको रहेछ, खायो भने चाहिँ तागत आउँछ अरे। जडीबुटीहरू तागत बढाउन सकिन्छ। कुराहरू छ है गाई चाहिँ यहाँ यी कोरियामा चाहिँ, नेपालमा चाहिँ हामी भाँडाकुँडा पुरानो थोत्रो भयो भने कभरहरूले दिन्छौँ अथवा फाल्छौँ। यहाँ चाहिँ सेकेन्ड ह्यान्डको भाँडाहरू पनि युज हुन्छ है गाई चाहिँ। यो सेकेन्ड ह्यान्ड भाँडा हो, सबै भाँडाहरू सेकेन्ड ह्यान्डको हो। यो सेकेन्ड ह्यान्डको भाँडा पनि मान्छेले किनेर लान्छन्। यति छ भ्यालु छ, सामानको भ्यालु महत्त्व यति छ। यहाँ महिनाको 2-3 लाख कमाउँछन् नेपाली, 2-3 लाख। त्यही पनि सेकेन्ड ह्यान्डको भाँडाहरू पनि युज गर्छन् है गाई। यो सेकेन्ड ह्यान्डको भाँडा पसल हो। यता पनि छ यो माइक्रोफोनहरू, यो भाँडाहरू छ सेकेन्ड ह्यान्डको, सबै सेकेन्ड ह्यान्डको हो। यो है सेकेन्ड ह्यान्डको भाँडा, सेकेन्ड ह्यान्डको लुगाहरू पनि युज हुन्छ है यहाँ चाहिँ, केही पनि फाल्दैन। अब तपाईँहरूलाई म यता सेकेन्ड ह्यान्डको कपडा पसलतिर लग्छु होइन। कपडाहरू पनि सेकेन्ड ह्यान्डको पाइन्छ। अन्त यो चाहिँ सेकेन्ड ह्यान्डको कपडा, यहाँ चाहिँ सबै सेकेन्ड ह्यान्ड कपडा। यो सेकेन्ड ह्यान्ड लुगाहरू पाउँछ है यहाँ चाहिँ सबै। यस्तो छ है कोरियाको बजार चाहिँ। फुटपाथ बजार चाहिँ यस्तो हुन्छ गाइज। अब हामी चाहिँ लोटो काट्न जाँदैछौँ, पानी पर्ला जस्तो भयो। दुईजनाले छाता ओढेर हिँडिरहेछन्, सिमसिम पानी पर्न थाल्यो। हामी चाहिँ लोटो कोरियाको भाग्य चिट्टा, गधाको जिन्दगी बिताउँदा बिताउँदा न भाग्य खुलिहाल्छ भनेर चट्ट लाएर हामी चाहिँ शनिबार लोटो यो भाग्य चिट्टा काट्ने गरेछौँ कोरियामा। झ्याप्प लाएर पहिलो प्राइज परिहाल्छ कि भन्ने आशा हो अहिलेसम्म। अब भर्ने मात्रै पर्ने भएको छैन, अब परिहाल्यो भने नेपाल गइन्छ भनेर हामी चाहिँ अब चिट्टा काट्न जाँदैछौँ। यहाँ पारी जानुपर्छ टक्क लाएर।